टाढैमा इतिहास छ है डाँडै डाँडा भिरै पहरा यो क्षेत्र समुद्र तटदेखि लगभग 4091 फिटमा स्थित रहेको छ। यो क्षेत्र दार्जिलिङ जिल्लाको एउटा महकुमा रहेको छ र यसको क्षेत्रफल लगभग 1056 वर्ग किलोमिटर रहेको छ। सम्पूर्ण दार्जिलिङ जिल्लाको क्षेत्रफल लगभग 3150 वर्ग किलोमिटर रहेको छ। यस क्षेत्रले दार्जिलिङ जिल्लाको करिबन 1/3 भाग ओगटेको छ। यो क्षेत्रको इतिहास 18औं शताब्दीदेखि सुरु हुन्छ, जब यसलाई दालिमकोट भनेर जानिन्थ्यो। त्यतिखेर यो क्षेत्र सिक्किमको भूभाग रहेको थियो। 1706 सालमा भुटानले यस क्षेत्रलाई सिक्किमबाट जितेर ल्याए र यो क्षेत्र पछिसम्म भुटानसँगै रहे। 1864 सालको अंग्रेज भुटान युद्ध पश्चात 1865 सालमा सिन्सुलाको सन्धि अनुसार यो क्षेत्र भुटानद्वारा भारतको ईस्ट इन्डिया कम्पनीमा गाभियो। भुटानदेखि भारतमा गाभिएको 150 साल पूरा गरेको उपलक्ष्यमा यस क्षेत्रले 2015 सालमा ठूलो एउटा उत्सव पनि मनाएको थियो। स्वतन्त्रता पश्चात जेलेप्ला मार्ग यस क्षेत्रको नजिक भएकोले गर्दा भारत र तिब्बतमा व्यापार बढ्दै गयो। यस मार्गलाई सिल्क रूट भनेर पनि जानिन्थ्यो। यसै व्यवसायद्वारा एकपल्ट विकासको गति पक्रेको थियो। तर त्यसपश्चात 1962 सालमा जब भारत र चिनियाको युद्ध भयो, जेलेप्ला मार्ग सदाको निम्ति बन्द रह्यो। यही कारणले विकासको गति पनि त्यसपश्चात मन्द हुने गयो। हजुर दर्शक, हामी कालेबुङकै कुरा गर्दैछौँ। कालेबुङ सर्वप्रथम हेर्नुभएका हाम्रा देश विदेशमा छरेर बस्नुभएका हाम्रा सम्पूर्ण दर्शक महानुभावलाई हामी हाम्रो कार्यक्रममा न्यानो अभिवादन एवं स्वागत टकाउन चाहन्छौँ। सबैलाई थाहा भएकै कुरा, कालेबुङ एउटा सुन्दर पर्यटक स्थल हो। यहाँको वातावरण, यहाँको जलवायु, यहाँको अलग भौगोलिक अवस्थान, यहाँको मानिसहरू साथै अन्य पहाडी क्षेत्रभन्दा धेरै बसेको एउटा खुला ठाउँ, यी सबै दृष्टिकोणबाट कालेबुङले एउटा सुन्दर अनि असल पर्यटन स्थल बनिने सम्पूर्ण क्षमता एवं सामर्थ्य राख्दछ। कालेबुङको सुन्दरताबारे यदि तपाईँहरूले इन्टरनेटमा हेर्नुभयो भने यस्तो भनिएको छ, हिडन जेम अफ नर्थ इस्ट इन्डिया भनेको छ, अर्थात् उत्तर पूर्वी भारतको लुकिएको रत्न भनेर भनिएको छ। यो सोचले हामीले हाम्रो कार्यक्रम मार्फत कालेबुङलाई अन्य क्षेत्रहरूमा परिचय गराउने निम्ति हामीले यहाँ कालेबुङका सुन्दर पर्यटक स्थलहरू, यहाँका मनमोहक दृश्यावलीहरू सबै हामी हाम्रो आगामी कार्यक्रमहरूमा तपाईँ समक्ष ल्याउनेछौँ। यस कार्यक्रम मार्फत हामी कालेबुङलाई पर्यटन क्षेत्रको मानचित्रमा हेर्ने हाम्रो कार्यक्रमको एउटै उद्देश्य अनि एउटै लक्ष्य रहेछ। यसै क्रममा कालेबुङको सुन्दर दृश्यावलीहरूमध्ये कालेबुङको प्रख्यात पर्यटक स्थल कालेबुङ शहरको शिरमा रहेको डेलोमा तपाईँलाई हामी केही झलकहरू देखाउन गइरहेछौँ। निधारैमा हो टल्किने पसिना यो
राखी मेरो जातिको जातीय गहना हो। जिउ मेरो बिछाउँछ मखमलको गलैँचामा, बैकुण्ठै छ मेरो काठैको फलैचामा। डाँडै डाँडा भिरै पहरा कालिम्पोङ शहरदेखि लगभग 7 किलोमिटर टाढामा शहरको शिरमा अवस्थित यो डेलो क्षेत्र यहाँको एउटा प्रमुख पर्यटन स्थल हो। यहाँको प्राकृतिक सौन्दर्य साथै यहाँबाट अवलोकन गरिन सकिने मनोरम दृश्यावलीहरूले देशी विदेशी पर्यटकहरूलाई प्रचुर मात्रामा आकर्षित गर्ने गर्दछ। यहाँबाट पहाड़ी सिक्किमका केही भागहरू लगायत कञ्चनजंघा हिमश्रृंखलाको मनोहर दृश्यहरूको पनि रसवादन गर्न सकिन्छ। यस डेलोले पर्यटकहरू मात्र नभएर कालिम्पोङको निम्ति विशेष महत्व राख्दछ, कारण यहाँ कुनै पनि विशेष पर्वहरूमा वनभोज खेल्ने साथै रमाइलो गर्ने एउटा महत्वपूर्ण स्थल पनि रहेको छ। पहाड हो यो मेरै भन्छ हो पुर्खाको कहानीले। अब मेरो तिर्खा मेटिँदैन हो मधेसको पानीले। यही माटोमा हुर्के यसैमा मिलौला, मरेपछि यही माटोमा सयपत्री भई फुलौला। डाँडै डाँडा भिरै पहरा यही मेरो बास छ। पहाड यो जानको पहाडमा इतिहास छ। डाँडै डाँडा भिरै पहरा